हेलो गुड आफ्टरनुन मेरो फेसबुक फ्रेन्ड्सहरूलाई के छ हजुरहरूको नयाँ नौलो। म चाहिँ अब ड्युटी लागेको है, मेरो चाहिँ आफ्टरनुन ड्युटी होइन। म चाहिँ आज नास्ता किन्दैछु कि खबुस खबुस म चाहिँ किन्दैछु खबुस पसलमा यति अब खबुस म चाहिँ खबुस किन्दैछु नास्ताको लागि। ल मेरो स्पेसल हुन्छ नि फेरि होइन। शुक्रान मेरो खाजा रेडी भयो है। आज चाहिँ मौसम पनि होइन च्यालेन्ज दिइरहेछ क्या, पानी परिरहेछ है। आज पनि पुरा पानी परिरहेछ। अब म एउटा पेप्सी किन्छु हौ, पेप्सी यो केरा होइन पेप्सी किनिरहेको छु। हेलो कैसा भाईजान, ठीक है। म चाहिँ पेप्सी लिँदैछु, पेप्सी। थ्याङ्क यू। पेप्सी लिए जाडोमा पनि पेप्सी त पिउनु पर्यो होइन। अब के गर्नु, लत बसेपछि नेपालमा हुँदा चाहिँ अर्कै चिजले फेरि लत लागेको थियो नि त होइन। सुत्रिनु कम गाह्रो भयो त अनि बिर्सिनुलाई होइन। छोडेको मायालाई बिर्सिनु कम गाह्रो हुँदो रहेछ त अनि वर्ष लागेको माया होइन। विदेश आएपछि ठिक्क भयो, कुवेत आएपछि ठिक्क भयो होइन। बिर्सिनु पनि जसो तसो बिर्सियो होइन। अनि के छ हजुरहरूको खबर अहिले? नेपाल, इन्डिया, बेङ्गलोर होइन, सिक्किमतिर, दार्जिलिङतिर कस्तो मौसम छ नि? हालै कुवेतको अब मौसम भन्दा नि आज चाहिँ होइन मौसमले च्यालेन्ज दिइरहेछ है। पानी चाहिँ परिरहेछ है, सिम परिरहेछ। नेपालदेखि अब छाता मगाउने बेला भयो जस्तो छ होइन। म त नेपालदेखि है